हामी छौँ अहिले यो दह भन्ने 12 कुने दह 12वटा कुना भएर चाहिँ 12 कुने दह भयो। सही हो नि 12वटा कुना भएर यो चाहिँ घोराईको एकदम धार्मिक स्थल मन्दिर यहाँको। अब डकुमेन्ट्री हामीले छिट्टै बनाउँला नि, अब के कसरी भयो 12 कुने कसरी भयो भन्ने बनाउँछ। तपाईँले केही भेडा बाख्रा चराउन मन छ भनेपछि आउन सक्नुहुन्छ। मासु दिनुलाई होइन। यो 12 कुने दह भयो। यो यसमा यहाँ पिकनिक खाने ठाउँ पनि हुन्छ होइन। यहाँ पिकनिक खान नि आउने गर्छन् मानिसहरू र खेल्ने ठाउँ छ। पिङ छ यहाँ खेल्ने के भन्छ यसलाई पन्चिङ के भन्छ यसलाई उफ्रिने लचकवाला। अनि यहाँ गाडी खेल्ने छ, बच्चाहरू खेल्ने ठाउँ छ, रमणीय ठाउँ छ। र यहाँ शान्त वातावरणमा यो जङ्गलहरू पहाडहरू जस्तो बिचमा ठिक दामी ठाउँ छ। अनि पार्किङ उता छ, हामीले बाइकहरू स्कुटीहरू उता राखेको छौँ। र यो मन्दिर 12 कुने दह यही हो। The seasons come and go like thoughts of you, like a way to see into the blue. And they change but in a cycle that I can't, each painful but delightful to live through. Seasons turn and change just like your mind, like the sun gives into the moon, into the night. Time continues marching, it slowly crawls. With each new one starting, I recall you came into my life just like another season, not for long, just a time, just like another season. Maybe this time next year you'll reap me for no reason, but I'll cherish every day until you come my way this season. साथीहरू आज हामी कहाँ आयौँ? आज हामी भ्लग सुट गर्न मुभी सुट गर्न आछौँ साथीहरू है। स्वर्णिमको क्यामेरा 80,000 आयो। यो मेरो 1 लाखको क्यामेरा। 1 लाखको क्यामेरा 80,000 होइन कि साथी तिमी घटाउँछौ यो होइन कि यो अडियन्सलाई अलिकति नराम्रो इम्प्याक्ट पर्छ यत्रो तपाईँ बोक्छ भनेर, त्यही भएर यो 80,000 भाइ 80,000 को क्यामेरा बोकेर आज हामी यस्तो खतरा ठाउँमा आछौँ। के गर्न भ्लग बनाइरहेछौँ र फिल्म बनाउन आछौँ हामी। फिल्म यस्तो है नेपाली चलचित्रमा भन्न जान्दैनौ नेपाली चलचित्र। अब हामी बिहाइन्ड द सिन्स देखाउनु हामी आछौँ धार्मिक ठाउँमा। धार्मिक ठाउँ कुन ठाउँ? तल 12 कुने दहदेखि हिँड्दै आइरहेछौँ। यो ठाउँको नाम ज्यामिरे दह जाने बाटो। यो बाटो ज्यामिरे दह जान्छ। अनि यस्तो छ जङ्गलहरू है। अनि हामी हिँड्दै गइरहेछौँ। अब हामीले जे हुन्छ बिहाइन्ड द सिन्स देखाउने छौँ। स्टे ट्युन। अझै हाम्रो यात्रा सुरु छ। हामी डाँडा काँडा कता आयौँ, आउँदैछौँ। 2जना केटाहरू उता हिँडिरहेछौँ। हामी पनि म पनि हिँड्दैछु आफ्नो बाटोमा। यो ज्यामिरे दह है तलको सक्नुहुन्छ। ज्यामिरे दह मौसम आज एकदम दामी गरिरहेछ। बाटो के यस्तो के हो यो विपिन आचार्य भर्खर त्यो नै भएन। झर्नी हो यस्तो बाटोबाट।
ओए लोट लाऊ केटा म लोटे त टेन्सन हुन्छ सोल्नेलाई क्यामेरा छ मसँग क्यामेरा बस्छ तिमी लोटे केही भएन त्यो क्यामेरा बसाउनु पऱ्यो है जिक्स 80,000 को अनि क्यामेरा मात्र नि फेरि तलको त्यो 10,000 को गिम्बल होइन ओए खोइ दिएछ यार लोड्दैन कि जिक्स किन भन न किन धेरै चाहिँ तल ग्रिप छ ग्रिप छ ओए ग्रिप खतरा छ त मेरो ग्रिप त घिस्या ग्रिप चाहिँ हान्नुपर्ने हो अब हामी लोकेसनमा जाँदैछौँ यस्तो रमणीय ठाउँ छ रमणीय ओ के भन्छ एउटा चिज देखाउँछ कति गएर छ हजुर त्यो पाखमा हिँडेको साउन्ड खिच न जोडले फुट स्टेपसँग यो यति गहिरो छ नि यहाँ ऊ हेर यति गहिरो छ नि यस्तै छ कि ज्यामिरे हो नि ज्यामिरे दह छ नि उताको यतिको गहिरो छ अरे कि अनि कस्तो छ भन्दाखेरि यस्तरी गएको छ नि यो भी बनेर छ अरे कि भी जस्तो कोन हुन्छ नि कोनको सेपमा छ क्या कोनको सेपमा के तल गएको छ नि मेन गहिरो त्यहाँ छ नि अनि यस्तरी गएको छ क्या त्यस्तरी गएको छ अरे भन्थे तर 30 फिट जति है कति फिट छ भन्थ्यो अब हामी यहाँ चाहिँ एउटा मान्छे पनि खस्या अब हामी ज्यामिरे दह जाँदैछौँ ज्यामिरे दहमा गएर हामी देखाउँछौँ अब आइसक्यौँ भनौँ न मन्दिर छ ज्यामिरे दहमा रहेको यो मन्दिर हो अनि यहाँ एउटा चिज थाहा पाउँछौ कि नै मन्दिर अब हामीले ऊ त्यहाँ गएर तलबाट पानी हुन्छ नि पानी हातमा यस्तरी राखेर होइन दुईवटा हातमा अब यहाँ यसरी भर्याङ चढेर आउने हो अनि आएर त्यहाँ चढाउने हो क्या त्यो पानी त्यतिखेरसम्म पानी हातमा राखेर चढाउनु पर्छ भन्ने एउटा त्यो विश्वास चल्दै आइरहेको छ अब हामीले पनि गर्छौँ होला यो गर्ने हो जाऊँ त भर्याङ झर्दैछौँ है साथीहरू हामी भर्याङ झर्दैछौँ यस्तरी झर्छौँ भर्याङ मेरो दह यस्तो छ शान्त वातावरणमा रहेको मेरो दह यस्तरी बसेर यसले रे दुईजना उता बस्या नि केटाहरू आफ्नै धुनमा छन् बसेका छन् म पनि सुत्छु अब यस्तरी अब हामी आइसकेको छौँ ज्यामिरे दहमा यो के भन्छ यसलाई हाम्रो यो डुङ्गा मोटरबोट त होइन डुङ्गा खेल्ने ठाउँ हाम्रो नेपालको झन्डा म जान्छु यहाँ जाममा बानेको छ जाम के हुन्छ कसो हुन्छ ज्यामिरे दह यो कति फिट गहिरो छ भन्दाखेरि यो छ 30 फिट लगभग 28-30 फिट छ अरे भनेको सुन्नमा आएको छ अनि यहाँ यतातिर पौडी खेल्न पनि रेस्ट्रिक्टेड एरिया हो पौडी खेल्न नि पाउँदैन भन्दै हुनुहुन्थ्यो अस्ति आएको बेला बुझेको थिएँ अनि अब हामी गइदिउँ न त ओए कहाँदेखि पानी बग्छ मस्त बसेँ म त गइदिएँ डुङ्गामा ओए चल्दै लाग्यो बानेको छ ओए टुप्पामासम्म जाऊँ न सकिन्छ कि नै गइदिएँ म त
यहाँ बस्दिउँ के छ र आफ्नै त हो हाम्रो यो ज्यामिरे दह एकदम राम्रो छ तपाईँहरू घुम्न आउन सक्नुहुन्छ र यो ठाउँ बाह्रकुने दहदेखि पनि आउन मिल्छ बाह्रकुने दहदेखि हामी हिँडेर आयौँ सुरुमा बाह्रकुने दह गयौँ त्यसपछि हामी हिँडेर आयौँ पर्याङ सर्याङ चढ्दै तर यहाँबाट अलिकति एकछिन हिँड्नुपर्छ 10-15 मिनट जति तर बाइकमा आउन चाहन्छु भनेपछि हिँडेर आयौँ भनेपछि हामी यो माथिको यो मन्दिरदेखि यो भर्याङदेखि बाह्रकुने दहदेखि हुँदै आउने हो यो ठाउँ हिँडेर आउन सकिन्छ यदि बाइकमा आउने हो भनेपछि उताबाट घुमेर भाइरल रोडदेखिबाट घुमेर अनि उता पुरै टर्निङ हानेर होइन पारीदेखि आएर अनि यो जङ्गलदेखि अनि यस्तरी आएर आउन सकिन्छ दुईवटा बाटो छ अब डुङ्गामा चलाम भनेको यहाँ मान्छे चलाउने दाइ हुनुहुँदो रहेनछ अहिले चाहिँ आउनु भएको छैन होला सायद यी दुईजना त्यही भएर अब एकछिन यहीँ बस्दिउँ न त भन्ने कुराले बस्दिउँ के छ र ओए हल्लाइदिएर नगर के गयो उता गयो के यार यस्तो नगर ऐसा मत करो मेरी जान ऊ त्यति पनि रहेछ के भन्छ यो मोटर ऱ्याफ्टिङवाला हुन्छ नि के भन्छ प्लास्टिकको के काठको उता पनि छ बाइक आउने बाटो चाहिँ यो हो के जङ्गलको बाटो छ अस्ति नै हामी आउँदा यो बाटो अफ रोड छ यो बाटो अफ रोड छ अनि झ्याउ छ अब यस्तो हाम्रो नेपालको झन्डा ल यहाँ दुईजनाले च्यालेन्ज गरिरहेछन् पानी लगेर हातमा पानी राखेर माथि त्यो माथि मन्दिर छ माथि त्यो मन्दिरमा लगेर चढाउनु पर्छ ल राख ल स्टार्ट भयो ल गर नि त स्टार्ट गर ल रेस खेल रेस हो कि हिँडिरहेको पानी बच्या हुनु पऱ्यो नि फेरि त्यहाँ पानी बच्या हुनु पऱ्यो ग्याप हान्दियो नि त पानी त्यहाँ अगाडि मात्र आएर भएन फेरि जितिके रे क्या त जितिक्यो कसले जित्छ बस पछाडि छ नि त जुत्ता खोलेर अरे गर्ने पानी जुत्ता लिएर ल्यायो पानी पनि जुत्ता लिएर आउने हो नि तना फुकालिदियो रे यार लास्टमा देखि सुरुमा आएर पनि जित्नु मैले त पानी ल्याएन त कैसे लास्टमा फर्स्ट गयो चढायो त्यसले
ओ माई गॉड योले ब्लड गाह्रो भएको छ रेस खेल्यो कसले जित्यो रे मैले रेस दुईजनाको रेस 1v1 वाला पऱ्यो क्या अनएक्सपेक्टेड जित थियो के जो फर्स्टमा आयो त्यसले नै जितेन फर्स्टमा आउने मान्छेले नै नजितेर लास्टमा आउने मान्छे जित्यो त्यो खरायो कछुवाको रेस हुन्छ नि खरायो कछुवाको रेस हुन्छ नि सेम त्यस्तै भएन अगाडि आइदिएको छ नि अगाडि आइदिएको छ नि जिते छैनन् ओ माई गड भइरहेछ क्या हाम्रो यस्तो सुन्दर सुन्दर दृश्य अवलोकन गर्दै हामी